गाइस वेलकम ब्याक छ मेरो भिडियोमा हैन। म चाहिँ अहिले फिलहाल ताप्लेजुङमा छु है। हेर्न सक्नुहुन्छ मलाई धेरै कमेन्ट आइरहेको थियो फोन सिधा पार्नु भनेर हैन। मैले यस्तो सिधै पारे हुन्छ तर त्यो ब्याक क्यामेराबाट खिच्दा कसरी बाङ्गो हुन्छ त्यो चाहिँ मलाई थाहा भएन है। म प्र्याक्टिस गर्दैछु बनिन्छ होला बिस्तारै हैन। अनि म चाहिँ यहाँ हाम्रो ठ्याक्क त्यो हेमन्त दाइको बुवा घरमा आएको थिएँ अनि टक्क जाँदैछु अहिले। इङ्ग्लिसमा बनाउँ कि भने फेरि किन जतिखेर इङ्ग्लिसमा बनाउनु नेपालीमा पनि बनाउँ न भनेर ठ्याक्क नेपालीमा बनाउँदैछु। तर यो हिँड्न चाहिँ नसकिँदो रहेछ है। लास्टै गाह्रो हुने ताप्लेजुङ 5 थर होइन। फेरि बस्नको लागि चाहिँ ठिक ठाउँ हो होइन। तर त्यही बस्नकै लागि मात्रै ठिक ठाउँ छ क्या। अरूको लागि चाहिँ त्यति उपयोग लागेन होइन। शिक्षा पनि राम्रै होला तर अलिकति सबै कुरा हेर्नु पर्यो होइन। अब ठिकै छ होइन। बस्नको लागि त राम्रै छ वातावरण हावापानी मेन त खाना मिठो हुन्छ यताको होइन। चिसो पनि होइन रमाइलो हुन्छ सबै वातावरण राम्रो छ होइन। हेर्न सक्नुहुन्छ यता हेरो पहरै पहरा सबैतिर पहरै पहरा। म मोटाएको हो लिटरली घट्नु पर्यो यार। अब त लास्टै मोटाएछ त। अनि यहाँ हेर्नु कस्तो राम्रो बारीहरू छ क्या। कहिले नदेखे जस्तो त गर्नु भएन। देख्न त देखायो वाउ त भन्नै पर्यो अलिअलि होइन। यतिको त दिनै पर्यो। अलिअलि चटक गरेन भने त भ्लगर भएको पनि के काम होइन। यतिको चटक त हान्नु पर्यो नि त होइन। एउटा फोटो हान्नु ल थम्बनेलको लागि। अनि ठ्याक्क त्यो हेमन्त दाइको बुवाकोमा गएको थिएँ। अनि ठ्याक्क मलाई सुन्तला दिनुभयो क्या। ठक्क नमस्ते गरेँ चिन्नु केही छैन होइन। नमस्ते गरेँ ठ्याक्क सुन्तला दिनुभयो क्या 4 दाना। त्यो पनि चाउरी परिसकेको थियो अनि ठ्याक्क सुन्तला दिनुभयो। कहाँ पाहुना जस्तो मान्छे चारवटा सुन्तला थियो क्या। पाहुना जस्तो मान्छे 4टै सुन्तला त हान्नु भएन नि त होइन। एउटा खाने नै भर्खर खाना खाएको छु त हल्का यस्तो पाहुना भएपछि एउटा उतो चाहिँ हुनु पऱ्यो क्या। चाहिन्छ पनि अब अगाएको छैन भन्ने पनि हुन्छ भयो भन्नुपर्ने त्यति चाहिँ सिक्नुपर्छ है। तर आज लास्टै अगाएको छु है। म आज कहाँ गएँ भन्दा हाम्रो कान्छा बाबाको कान्छा मामाको घर गएँ होइन। बिहानै गएँ अनि म यता काइला मामा कि साइला मामाकोमा पनि गएको थिएँ। त्यो चाहिँ गोपाल मामासँग गएँ बाइकमा 3 जना गएको थियौँ होइन। बाटो चाहिँ लास्टै अप्ठ्यारो थियो है। अनि 3 जना गएको थियौँ। बाटो चाहिँ गाह्रै थियो है सजिलो चाहिँ थिएन। अनि 3 जना गएको थियौँ अनि हामी गयौँ त्यहाँ दर्शन त्यो भेटघाट भयो रमाइलो भयो। तल बस्नु भएको रहेछ मजाले बस्नु भएको रहेछ होइन। कस्तो राम्रो क्या। एउटा फोटो हान्छु ल। हजुरआमाको साइली बहिनी कि कुन भन्नुभयो। उहाँको चाहिँ अलिकति दिमाग खुस्केको रहेछ होइन। डिप्रेसनमा हुनुहुँदो रहेछ खुस्केको भन्दा पनि। त्यहाँ पनि भेटघाट भयो मजाले भेटेँ होइन। सबैलाई देखेँ तर लास्टै टाढा बस्नु भएको रहेछ यो बाटोबाट होइन। नभएको पनि बाइकमा 1 घन्टा लाग्दो रहेछ क्या। बाइकमा 1 घन्टा त होइन 45 मिनट जति लाग्दो रहेछ त्यहाँ पुग्नको लागि। अनि त्यहाँ गएँ होइन। अनि त्यहाँबाट आउँदा चाहिँ अर्कै बाटो आयो हाइवेको बाटो आयौँ। अनि रमाइलो भयो। अनि यहाँ ठ्याक्क म हेमन्त दाइको बुवा घरमा पनि निक्लेँ दुर्गा दिदीको बुवाको घरमा। अनि त्यही हो अहिले चाहिँ म यता फेरि जाँदैछु। दिदी आउनुभयो होला। अनि दिदी आज ताप्लेजुङ जानुभएको थियो होइन। छिटै फर्केर आउनुभयो। लास्टै खुसी लाग्यो। म त दिदी पुग्नुहुन्न जस्तो लागेको थियो तर दिदी छिटै पुगेर आउनुभयो चाँडै पुगेर खुसी लाग्यो। अनि भोलि चाहिँ झापा जाँदैछौँ होइन हामी। ठ्याक्क त्यहाँ गएको मलाई सामान पठाइदिनु भन्नुभयो क्या। सबभन्दा झ्याउ लाग्ने काम मलाई त्यही हो क्या। सामान अर्काको बोकेर जान जस्तो झ्याउ केही लाग्दैन। नबोक्दिन पाए पनि हुन्थ्यो जस्तो भइरहेको छ क्या। आफ्नै सामान कस्तो क्या त्यो इम्याच्योर वाला हुन्छ क्या। त्यो चाहिँ रिस उठ्छ होइन। तर केही छैन यस्तै छ है। अनि ठ्याक्क यो चाहिँ लास्ट यो चाहिँ जगत दाईहरूको अरे होइन यो टेन्टहरू चाहिँ। अनि त्यहाँ चाहिँ गोपाल दाईहरूको छ। ठ्याक्क गोपाल दाई भन्दा चाहिँ अनिलको मामा है। अनिलको मामा डाइरेक्ट भन्दाखेरि को भनेर झुक्किनुहुन्छ होला। अनि यस्तै छ भेटेर आएँ म। त्यही त हो छोरा मान्छे गएर त्यत्तिकै ढ्याक पसारेर बस्नु पनि भएन। एकछिनमा गएको भन्नु त्यस्तै भन्नु पऱ्यो नि त। एकछिन भेटघाटको लागि त अनुहार देखाउने चस्सा यो गर भन्ने थाहा भयो होइन। अनि त्यही हो अरू त सबै ठिकै छ राम्रै छ होइन।
बाँचेकै छ हाँसेकै छ घुमिएकै छ होइन घुमिएको भन्दा पनि तनाव भइरहेछ होइन लास्टै टाइम उतो भइरहेछ तर केही छैन दिदीलाई घुमाउनु थियो होइन घुमाएँ खुसी लाग्यो होइन अब भोलि फर्किँदैछु म तपाईँलाई अब यसरी नेपालीमै त भ्लग बनाउँदिनँ होइन मलाई अलिकति गाह्रो हुन्छ नेपालीमा चाहिँ म किन बनाउँदिनँ भन्नाले मेरो इङ्ग्लिस अलिकति सुधार्नु छ होइन बोलेर अलिकति कन्फिडेन्टली बोलेर सुधार्नु छ त्यही भएर म इङ्ग्लिसमा बनाउँछु अरू त केही होइन त्यो ठुलो भएको होइन पल्टेको केही होइन जस्ट इङ्ग्लिसमा बनाउन कोसिस गरौँ बनाऊँ भनेर मात्रै बनाएको हो यो चाहिँ टिमदेखिको गोपाल मामाहरूको घर हो है म अब जान आँटेको म भिडियो यहीँ अन्त्य गर्छु है अरू के हुन्छ म तपाईँलाई भिडियोको मार्फतमा भोलि बताउने नै छु अहिलेको लागि यति नै है माया गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अहिले म ताप्लेजुङमा छु यो भ्लग पनि म हाल्छु होइन यति नै भन्न चाहन्छु हस्त नमस्कार है I hope you guys enjoy my vlog. If you enjoy my vlog, please like and subscribe. Okay, bye. I love you all.